हेलो गाइज नमस्ते स्वागत छ अर्को नयाँ ब्लगमा। आज म जाँदैछु लभिङ मल र त्यहाँ के हुँदैछ, लाइटिङहरू कतिको सेट हुँदैछ, के छ त तपाईँहरूलाई म सम्पूर्ण देखाउँछु। अन्तिमसम्म हेर्नुहोला। यदि नयाँ हुनुहुन्छ भने साथै प्लिज डु सब्सक्राइब माई युट्युब च्यानल। पर्खिरहेको छ टेम्पोले मलाई। बबर महलको पुल माथिको लाइटिङहरू कस्तो शानदार देखिएको छ साथी। यहीँबाट जाँदैछु म कुपनडोलतिर। तिहारको रमझम, बत्तीको रमझम लभिङ मलमा चाहिँ यस्तोरी कलश राखेको छ दुईपट्टि। झिलिमिली अलि बेलुकाखेरि त बबाल देख्छ। वाह, कति राम्रो देखिएको। यतापट्टिको कलश पनि बत्ती छ है, भरे बेलुकातिर देखाउँछु है। यहाँ चाहिँ ल हेर्नु कति राम्रो है। यता पनि छ। अहिले बेलुका राम्रो देख्छ कि बेलुकातिर एकदमै बबाल देख्छ। बत्तीहरूको अँध्यारो हुँदै गएपछि पुरै काठमाडौँ, पुरै नेपाल भरि भराउ हुन्छ भन्ने छ। यो स्वस्तिकमा लाइट लगाएको छ कि स्वस्तिकमा मजाले बल्छ गाइज। कस्तो मजाले बलिरहेछ। वाउ, यो हो कुपनडोलको लभिङ मल साथी। लभिङ लभ लभ लभ। यहाँनिर ब्रेडहरू छ, यस्तो राम्रो मिठो क्रोसन एकदम बेस्ट लाग्छ मलाई। यो छैन चकलेट क्रोसन। वाह, यो राति बबाल देख्छ कि राति चाहिँ लास्टै बबाल देख्छ। अहिले त त्यस्तै हो। यहाँनिर हुँदैछ, बनाउँदै हुनुहुन्छ रङ्गोली। कति मजाले रङ्गोली बनाएको है। यहाँ चाहिँ गिफ्टहरू पनि धेरै रहेछ। 8 प्राइज। यो चाहिँ खेल्नुपर्ने हो। कहिले खेल्ने हो? आजै त होला नि। आज गेम पनि हुनेवाला छ। पोहोर मैले खेलिरहेको थिएँ। अनि यहाँ चाहिँ रङ्गोली बनाउने कलाकारहरू उपस्थित हुनुहुन्छ लभिङ मलभित्र। भोलि लक्ष्मी पूजाको लागि तयार हुँदैछ र यहाँ धेरै उपहारहरू राखिएको छ जसले चाहिँ लकी ड्रबाट जित्नुहुनेछ 10 गते, जसमा मेरो पनि टिकट छ। के पर्छ भन्ने कुरो थाहा छैन साथी, सो कामना गर्नुहोला स्कुटी परोस्, तपाईँहरूलाई घुमाउन सकु। हेर्नु न कति मजाले बनाएको है साथी। वाउ, छतमा त्यस्तै छ है। कति राम्रो फुल बनाएको छ। के हो, के डिजाइन गरेको छ। कलात्मक कुराहरू छन् लाइटिङका। कति कति सुन्दर छ है। कलाकारले आफ्नो कला देखाउँदै हुनुहुन्छ। भोलि कम्प्लिट हुन्छ यो फुल। आज राति कम्प्लिट हुन्छ भन्दै हुनुहुन्थ्यो। हेरौँ के हुन्छ भोलिसम्ममा। कति मजाले बनाएको। ल हेर्नु त, आमै चिया छान्नेमा राखेको छ कलर अनि यस्तो डिजाइन गरेको। गर्ने हो। माथिबाट लिफ्ट पनि झरिरहेको छ। त्यहाँ पनि कस्तो मजाले लाइटिङहरू लागेको छ। तलमाथि गर्दैछन् मान्छेहरू सपिङ गर्नको लागि। तपाईँ पनि त्यहाँभित्र हुनुहुन्छ होला। यदि हुनुहुन्छ र मलाई देख्नु भएको छ भने कमेन्टमा राख्नु होला। यो गाडी पनि उपहारमा पर्छ है, कसलाई पर्छ थाहा छैन।
मेरै भाग्यमा हुन्थ्यो अब टिकट लिएन। लिन पनि विदेशीहरू पनि आउनु भएको छ, पाकिस्तानबाट पाकिस्तानीहरू पनि आउनु भएको छ गाइज। सो यहाँ माथि पनि त्यत्तिकै सुन्दर छ। लभिङ मल चाहिँ सुन्दरताको लागि जहिले नम्बर 1 मा पर्छ, हुन त अरू पनि छ। अनि यतातिर सुपर मार्केटहरू पनि छ एकदमै। के किन्नुहुन्छ त्यही पाउनुहुन्छ। केटीहरूको ज्याकेटहरू यो चाहिँ 2500 को प्यान्टहरू रहेछ, 2500 पर्ने प्यान्टहरू रहेछ गाइज। सो यहाँनिर फोटो पनि खिच्दै हुनुहुन्छ साथीहरूले। अनि यस्तो राम्रो देखिएको छ हेर्नुहोस् माथिबाट है। अनि यहाँ दाईहरू बिराउनु भएको छ। हेलो भाइ, के छ हालखबर? सन्चै छ? नभए त के गर्नु, अब मैले गर्न सक्ने केही छैन तिमीहरूको लागि। अनि मार्केटिङहरू पनि चलिरहेको छ। यहाँनिर अचारहरू पनि त्यत्तिकै छ। सो गाइज लभिङ मलको सुन्दरता लाइटिङले कभर गरिएको छ एकदमै भयङ्कर है। एकदमै अति नै सुन्दर बनाइएको छ। अनि लक्ष्मी पूजा कलश राखेपछि लक्ष्मी पूजा कलश भएन भने लक्ष्मी पूजा सम्पन्न पनि हुँदैन, गाह्रो हुन्छ है। सुविधा चलिरहेछ। अनि यहाँ छ एकदमै अति नै सुन्दर लक्ष्मी पूजाको सुन्दरता। मादल पनि छ यहाँ। उता लट्टाइ छ, लट्टाइ। यो चाहिँ चङ्गा उडाउने लट्टाइ हो, दसैँको होइन। दसैँ तिहार जे भने पनि अति नै सुन्दर छ। यसलाई अहिले नै निकाल्न पनि मिल्दैन। हेर्नुहोस् त, ए सरी लट्टाइको। ल हेर्नुहोस् लट्टाइ। ल हेर्नु त लट्टाइ। यो लट्टाइ यहाँ छ, डोरी यो डोरी कहाँ गएको छ भन्दाखेरि ऊ परको चङ्गा उडिरहेको छ है। यो चाहिँ त्यसरी बनाएको हो। बढिया छ एकदमै, अति नै सुन्दर खाने। यतातिर हुनुहुन्छ। अनि यतातिर के छ भन्दाखेरि खाम छ है, चिठीको खाम छ, पैसा दिने खाम, दक्षिणा दिने खाम दाजुभाइले, यो खाम हो। अनि उतापट्टिको कलश हो उतापट्टिको। अनि यो हो दियो। कति राम्रो, कति सुन्दर देखिएको है। ह्याप्पी तिहार साथीहरू, सबैलाई ह्याप्पी तिहार। तपाईँहरूको तिहार कस्तो भयो? यतातिर त बबाल छ, बबाल। गाइज सो गाइज हेरिहाल्नु भयो होला उज्यालो र अँध्यारोको लाइटिङहरू। तपाईँहरूको जीवन पनि यो लाइट जस्तै उज्यालो रहोस्, सबैले माया गरून् भन्दै अहिलेको लागि म बिदा चाहन्छु। फेरि पनि अर्को नयाँ ब्लग लिएर आउँला। अहिलेको लागि शुभरात्रि, ह्याप्पी तिहार।